हेलो गाइस, फेरि पनि वेलकम छ मेरो ब्लगमा तपाईँहरूलाई होइन। मैले चाहिँ अस्ति भर्खर नाम चेन्ज गरेको छु। स्याङ्जाली राइडर थियो के र अहिले चाहिँ आरसी राइडर राखेको छु। अनि आज चाहिँ मैले चाहिँ घरमै त्यो माइकको वायर घरमै छोडेछ होइन। अनि त्यही भएर साउन्ड चाहिँ त्यति क्लियर आउँदैन। अनि आज चाहिँ साथी र म चाहिँ वालिङ कपाल काट्न भनेर जानु लाग्यो होइन। अनि यता चाहिँ साथीको घर हो, यता चाहिँ म चाहिँ साथीलाई लिन आएको। अनि हल्का अफ रोडै छ यता चाहिँ। अब साथी र म चाहिँ वालिङको सवारी मस्त होइन। दुईजना आज चाहिँ धेरै दिनदेखिबाट भनिरहेको थियो जाने भनेर, तर आज चाहिँ धेरै दिनपछि हिँड्ने। अनि यो चाहिँ हाम्रो आल्थर हो है गाइस होइन। आल्थर हो यो चाहिँ। यता चाहिँ हल्का अफ रोडै छ भनौँ न होइन। अफ रोडै छ यता चाहिँ। अहिले धेरै पनि त्यति पनि अफ रोड होइन, हाम्रो लागि त धेरै राम्रो हो यो बाटो त होइन। किनकि पहिलाको भन्दा त धेरै राम्रो हो अहिले। एङ्गल चाहिँ कस्तो आएको छ होइन। मेरो फेरि यो हेलमेटबाट राम्रोसँग भिडियो गरेको देखिँदैन के फोनबाट। डटवाला हेलमेटबाट देखिन्छ, स्पोर्टबाट देखिँदा रहेन क्या। नदेखिने रहेछ क्या। को मामा? कमल मामा? कमल मामे हो। सो गाइज, हाम्रो चाहिँ यो चाहिँ हाम्रो गाउँ हो होइन। कस्तो आइरहेछ भ्यू हेरौँ होइन। भवालै छ हाम्रो ठाउँ पनि। पुरै छ्याप्दो रहेछ यार। त्यति साह्रो छ्याप्दैन, टेन्सन नलि। म जब जो हिलो पानीमा घुस्छ नि म त्यसलाई सोलो गरिहाल्छु नि, किन मलाई थाहा छ नि त छ्याप्छ भनेर। यस्तै हो गाइजहरू, धेरै दिनपछि भिडियो लिएर आएको छु। ढिला भयो, हल्का कामतिर बिजी थियो होइन। कामले गर्दाखेरि अब काम पनि त गर्नु पर्यो होइन। हाम्रो रकेटलाई पाल्नै पर्यो। रकेटलाई राखेर मात्र हुँदो रहेनछ गाइज, पाल्न पनि सक्नु पर्यो होइन। हिँडेको एक दिन पनि किन नबसेको त? यिनी यत्रो भएको हो? ओहो खै नानी, यिनको आँखा पनि खुलेको थिएन क्या हामीले देख्दाखेरि। यत्रो ठुलो भाउजू सन्चै हुनुहुन्छ? कता जाने हो? मना दाइको गाडीमा जाने भनेको खै त कता भयो गाडी नै झर्ला नि अहिले। ऊ यहाँ आउँछ न भन त। ठ्याक्क हिँडेको फेरि ठ्याक्क देखेको उसले भन्छ कमल दाइ मैले नचिनेको, मैले त अरू नै होला भने। आज फेरि कहाँसम्म हो? आज वालिङ हिँड्यो है कपाल काट्नु। वालिङ के यस्तो हो कि? ल जाउँ न त, त्यो देखेर रोकेको कि। ल आउनु है त फेरि, हामी जान्छौँ। अब ती खोला करेन्ट हालेपछि त माछा त छोप्न सक्नु पर्यो। माछा त कति छैन कति छैन। ल आउनु है त फेरि, जान्छौँ हामी। फाइनली हाम्रो कमल मामे होइन, हाम्रो कमल मामे धेरै पछि गाउँ आउनुभएको। अनि उहाँले चाहिँ बुटलतिर ट्रक चलाउनुहुन्छ, मतलब कि अब ट्रक हो होइन, जहाँ पनि जानुहुन्छ। अनि उहाँको ससुराली पनि एकचोटि गइएको थियो, बाउले लागेको थियो, फेरि पनि जानुपर्छ एकचोटि। गयो भने तपाईँहरूलाई फाइनली भिडियो आउन सक्छ होइन। तर बवाल लाग्यो मलाई उता चाहिँ। कस्तो भन्दाखेरि अब उहाँको ससुराली छ नि एकदम एक्लो ठाउँमा छ क्या। अनि मलाई चाहिँ त्यस्तो एक्लो ठाउँ बवाल लाग्छ क्या होइन। गाइस अनि ठिक छ के अरे होइन गाइस, सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। सबैलाई माया छ, सबैले माया देखाउनु पऱ्यो गाइस।
अब सधैँ भिडियो त हाल्न सक्दिनँ किनकि अब काम गर्नै पऱ्यो होइन, झुट किन बोल्ने र होइन, जति नै ठुलो बाइक झिके पनि जति नै जे गरे पनि होइन काम चाहिँ गर्नुपर्छ। अनि अब काम गरेन अनि रकेटलाई पाल्न सकिँदैन। पेट्रोलको भाउ त्यस्तै छ गाइस, पेट्रोलको भाउ छुन नि सकिँदैन। पेट्रोल त अहिले त सुन बराबर पुग्यो। त्यसैले अब यसले अब वालिङ पुग्दाखेरि 1 लिटर भ्याउँछ होइन गाइस। हिजो गएर मोबिल हालिदियो बाइक होइन, सर्भिसिङ गरियो। यसको ग्राफिक्स चेन्ज गर्न खोज्दैछु कि म, त्यसको लागि चाहिँ बुटल जानुपर्छ म। अनि बुटल जाने चाहिँ अहिले चाहिँ हल्का टाइम छैन होइन। यस्तै त हो नि गाइस, पकेट भनेपछि त्यही हो क्या। मनोज दाई, मनोज दाई, मनोज दाई के छ मोलो, ठिक छ? मनोज दाईको अगाडि होइन स्पिड हिँड्नै मन लाग्दैन। अस्ति डह्रो करायो नि बुढोले। हेरै केटा हेर, सुध्री सुध्री। मैले नै दाई त्यस्तो होइन, अब हल्का के भयो नि, सुध्री केटा सुध्री भनेर कराउनु भएको थियो क्या। त्यही भएर डर लाग्छ क्या उनको अगाडि। अनि हाम्रो मनोज दाई भनेको चाहिँ एकदम बेस्ट मान्छे क्या। यसको मतलब कि तिनको जस्तो तिनी जस्तो मान्छे कोही पनि छैन जस्तो लाग्छ क्या मलाई चाहिँ होइन। मनदेखिबाट नि एकदम इमान्दारी, कसैलाई सानो ठुलो मान्दैनन् क्या होइन, सबलाई बराबर हो क्या होइन। गरिब धनी केही मतलब छैन क्या उसलाई होइन। के भने त्यही होइन, गाडी अब आफ्नो गाडी छ होइन, जोसँग पनि एउटै हो क्या, सानो ठुलो कुरो जोसँग नि एउटै हो क्या हाम्रो मनोज दाई चाहिँ। तर मनोज दाईलाई चाहिँ मनैदेखिबाट सल्युट छ होइन। यस्तो मान्छे चाहिँ हुनुपर्छ, चाहिन्छ होइन। अनि यही हो मनोज दाईको घर चाहिँ होइन, हाम्रो मनोज दाईको घर यही हो। तर त्यो मनोज दाई चाहिँ गुड हो क्या, गुड लेभलको मान्छे हुनुहुन्छ क्या। त्यही भएर अब हामीलाई कसैलाई राम्रो लाग्छ नि उसले भनेको कुरा पनि हामीले सुन्नुपर्छ क्या होइन। मेन कुरा त्यही हो क्या गाइस। अनि यो हो गाइस सेक्सी डाँडा। हामी आइयो फाइनली सेक्सी डाँडा। अब त ढुक्क न्युट्रलमा हो गाइस होइन, किनकि अब रकेटले कति तेल खान्छ भनेर हजुरहरूलाई थाहै छ होला। युज गरेको मान्छेलाई त झन् भन्नै परेन होइन, युज गरेको मान्छेलाई भन्नै पर्दैन कति खान्छ भनेर थाहै छ उनीहरूलाई। त्यसैले हामी चाहिँ अब तलसम्म ओह्रालो छ, न्युट्रलमै गइदिने। अरे महेश भान्जेलाई यार धेरै हो नि नभेटेको यार, आर्मी भएदेखिबाट कहाँ भेटिएको त नि। घर भन्यो नि फेरि धेरै टाढा नि होइन, ऊ त्यहीँ हो गाइस। तर अब सोच्न सक्नुहुन्छ होइन, अब यस्तो भयो क्या, अब सानैदेखिबाट खेल्दै हुर्किँदै गऱ्यो होइन। अनि ठुलो भएपछि अब सबैलाई आफ्नो जिम्मेदारी गर्नुपर्ने। अनि त्यसको कारणले गर्दाखेरि जिम्मेदारीले नै भ्याउँदो रहेछ क्या। उडाइदिन मन छ क्या हो।
जरकोट यो जरकोट फाइनली जरकोट आइसक्यो। तर त्यस अरू ठाउँको भन्दा मलाई चाहिँ हाम्रो गाउँको बाटो चाहिँ बवाल लाग्छ है, जेसुकै भयो भने अलमोस्ट ठिक छ क्या होइन। यहाँबाट फेरि न्युट्रलमा तलैसम्म पुगिदिन्छ, स्टार्टै गर्न पर्दैन गाइस। आउँदाखेरि चाहिँ मार पर्छ होइन, जाँदाखेरि त मजै आउँछ न्युट्रलमा सरार होइन। सोल्टीले त सिधै रङ पेल्न खोजिरहेको त, जोसमा आइदिइरहेको त सोल्टी त। गाइस 6 करोड फुट्यो क्या हो गाइस, 6 करोडलाई नोक्सान पुग्यो। ल बाजारको मेहनत चाहिँ गाडी छ होइन। मैले भनेको थिएँ नि गाइस, एउटा दुईवटा ठाउँमा अफरोड छ भनेर, यही हो क्या। लाइभमा अनि लाइभमा बस्नलाई अबतिर गाइजहरूले सपोर्टै गरिरहेको छैन, सपोर्ट गर्न भन्दैन यार। गाइज मलाई सपोर्ट चाहियो के एउटा सब्सक्राइबरलाई होइन मेरो तर्फबाट एकचोटि टुर घुमाउनु लिएर जान्छु अरे के मैले। जसले मलाई सब्सक्राइब गर्छ नि त्यसलाई ल म भेटेर होइन के दिने भयो, ल जे भन्छ त्यही दिने भयो होइन। एउटा सब्सक्राइबरलाई है जे भने त्यही दिन्छु कि, जे माग्न मन छ मागे भयो क्या, तर जे छ त्यही दिन्छु है, नभएको चिज चाहिँ अब होइन गाइस। अफरोड अब यो अफरोडहरू देख्दाखेरि होइन मान्छेहरूले भन्नु त मलाई भन्छ गाइस, माइक ल्याएको छैन, कतिको भोइस क्लियर आएको छ थाहा छैन, तर मलाई भन्न चाहिँ भन्छ होइन। केटाहरूले पनि क्रस फायर बेस्ट हो, म मान्छु होइन, अफरोडको लागि बेस्ट हो। तर मलाई चाहिँ के चाहिएको भन्दा होइन अफरोडको बेस्ट चाहिएको होइन कि, मलाई रकेट चाहिएको क्या। मलाई हावामा कुरा गर्न सही लाग्छ क्या हाम्रो भाइ होइन इस्लोक। अनि जहाँसम्म भन्न सक्छु होइन, क्रस फायरहरू भएको केटाहरूलाई हेर्दै हुनुहुन्छ भने होइन माइन्ड नगर्नु, हेड गरेको होइन, तर आफ्नो चोइस हो नि त होइन, आफ्नो चोइस हो। मलाई अहिले गाह्रो त भइरहेछ अफरोडमा हिँड्न, यसले होइन धेरै गाह्रो भइरहेछ, तर पनि म चाहिँ चाहन्छु कि बस रकेट नै रहोस् क्या, किनकि मलाई रकेट सही लाग्छ यार। स्पिड चाहियो कि मलाई, स्पिड हावामा कुरा गर्नु पऱ्यो क्या होइन। क्रस फायर भाग्छ नभाग्ने होइन, तर ग्यारेन्टीको साथ दिन्छु केटा हो, माइन्ड नगर होइन, ग्यारेन्टीको साथ भन्छु र एकदम ढुक्क मनको साथले भन्न सक्छु कि क्रस फायरको भन्दा ओभर पावर यसमा हुन्छ, त्यसैले लिएको। र जसले केटिएम चलाएको छ नि त्यसैलाई थाहा छ होइन यिनीहरूको पावर के हो भनेर।
अब सबैले भन्छ अब यो गाउँघरमा पावर लिएर के गर्छस् भनेर होइन, तर मलाई थाहा छ नि त के गर्छु भनेर। म यत्तिको बाटोमा त हानिदिन्छु अनि 80-90, अरू त मलाई के चाहियो र होइन। दिदीहरूलाई जिस्काइदिन हुन्थ्यो, जिस्कायो भने चप्पल उठाएर हान्ने हो कि। हाम्रो चाहिँ गाउँमा एउटा बुवा बित्नु भएको छ होइन गाइज, अनि त्यही भएर टाइममा भिडियो ल्याउन नपाएको कारणै त्यही हो। टाइममा भिडियो ल्याउन पाएन किनकि अब उता पनि गइदिनु पऱ्यो, अनि ती माथिबाट मेरो काम चालु छ, अनि काममा हिँडिरहेको छ नि त होइन। अनि अब पैसा त कमाउनु पऱ्यो होइन, यतिकै रकेटलाई घुमाएर मात्रै भएन, पैसा पनि कमाउनु पऱ्यो। रकेटले हिजो भर्खर 4000 को चुना लगाइसक्यो। 4 दिन पेन्टिङमा काम गर्न गएको गाइज होइन, 4 दिन पेन्टिङमा काम गर्न गएँ, अनि आएपछि 4000 कति आएको थियो होइन, पुरै सब यसले खायो। मैले किनेको भनेको त्यही उति आयो होइन, त्यही चप्पल हो, 400 रुपियाँको चप्पल किनेको, अरू सब यसले खायो क्या। 4 दिनको कमाइ एकछिनमा स्वा बनायो क्या। मलाई केही पनि चाहिएन क्या होइन, मलाई केही पनि चाहिएन क्या, सब यसैको लागि हो क्या, मलाई केही चाहिएन क्या होइन। अब त 400 रुपियाँको चप्पल लगाउँछु होइन, तर यसको चाहिँ ट्याङ्की खाली कहिले हुन भएन र यसमा कहिले कमी आउन भएन क्या। म त्यही चाहन्छु क्या गाइज, किनकि यो मेरो बाइक होइन क्या, यो मेरो पकेट रकेट हो क्या। यसको नाम चाहिँ रकेट हो क्या गाइज होइन, पकेट रकेट होइन, यसको नाम चाहिँ त्यही हो। एकछिन रोक्नु याद थियो, मैले ग्राफिक्स हान्दैछु रकेट भनेर। हामीलाई देखाएको, हामी अहिले मुडमा छैनौँ भाइ। गाइस एकछिन भगाम है, 10-7 गाइस राइट रकेट। रॉकेट पे पावर का हो गया। कहाँ बन्द हो? ला आज त बन्द छ त। अरू कहाँ हो? चिने हस्पिटलतिर कता? त्यहाँ माथि यहाँ पनि छ न त। कहाँ जाम न त त्यहाँ। गाइस कबर काट्न आएको होइन, सब बन्द छ यार। के तो बंद है तो देखी ना सर नहीं।
गाडी जति बन्द भयो यार आज उस नि त मासु त रहेछ काट्दैन भने त्यसो के मेरो आज यार कपाल काट्न आएको ठिस भयो नि काट्यो अब ट्रान्सफर भएछ त होइन एउटा भिडियो मिठो बनाउँछ मामेले टेस्ट राइड हाम्रो रकेटको होइन सो गाइस हामी चाहिँ अब यहाँ साइलेन्सर अस्ति छेडेको थियो त्यो टाल्न आएको अनि त्यो टालेर चाहिँ सानो रिङ हाल्ने भन्ने सोच्छु होइन टक्कै यहाँबाट यसलाई यति काटेर यहाँबाट अलि ठुलो रिङ निकाल्ने कि अनि तलपट्टि चाहिँ छेडेको छ त्यसलाई चाहिँ होल्डिङले टाल्ने होइन अनि यहाँ चाहिँ अलि ठुलो रिङ हाल्ने क्या ट्राफिकले भ्याउ नपाउने तरिकाले होइन टक्क ल्याएर अब यो चाहिँ गर्न लगाइरहेको अनि हाम्रो भाइ यहाँ भाइले गर्ने हो पाइ ठुलो भयो अहिलेको फेसनै यस्तै हो त दाइ दाइलाई पाइट ठुलो भयो अरे मेरो होइन त्यति ठुलो त लाग्दैन त हौ लो गाइस मामेले चाहिँ साइलेन्सर खोल्दै हुनुहुन्छ होइन साइलेन्सर खोलेर अब तल लिएर जानु पर्यो उहाँ चाहिँ साइलेन्सर खोल्दा रहेनछ अनि त्यही भएर हामी चाहिँ यहाँ साइलेन्सर खोल्न आएको मामाकोमा मामाले साइलेन्सर खोल्दै हुनुहुन्छ गाइस हामी चाहिँ वालिङबाट अब घरतिर हिँड्न लाग्यो होइन केटाहरू सब मामा अनि साथीहरू हामी चाहिँ अब आउँदा चाहिँ 2 जना आइएको थियो जाने बेलामा चाहिँ 4 जना छौँ अनि तपाईँहरूलाई चाहिँ आज चाहिँ म एउटा सरप्राइज दिनेवाला छु है आज चाहिँ हामीले साइलेन्सरलाई ठुलो रिङ हालेको हेर्दामा यतिको छ तर पड्किन्छ खतरा है छोटो नाम बडा धमाका होइन होला के हो साइलेन्सर आज हल्का छेड दिएर अनि त्यसलाई ठुलो रिङ हालेको होइन फायरिङ चाहिँ भवालै छ धेरै होइन मात्र 1 लिटर गरीबी में जीना कला है हम सिखाएंगे तुम्हें क्योंकि हम खानदानी गरीब है हमारा बाप गरीब दादा गरीब परदादा गरीब उसका बाप गरीब सब गरीब सातों पुश्ता गरीब ऐसा नहीं कि पहले गरीब थे फिर अमीर हो गए फिर गरीब हो गए नहीं हम शुद्ध गरीब हैं हाँ हम भी खानदानी गरीब हैं वो तो गलती से छना त छ हैन छना त छ तर हल्का 1 लिटर भयो नि हालेर राखम ल न त्यहाँ दिइसक्यो भन्छ दिइसक्यो दिइसक्यौ
अनि भान्जा भान्जाले बनाइदिनु हुन्छ भिडियो लभली है भान्जा है हो के रे भेना आउनु बस्नु केटाहरूले बाइक रन्ताउने मामेले राइड हान्दै एकचोटि चाहिँ अहिले गाई ल अब मैले भान्जालाई चलाउनु दिन्छु गाई बिचरा भान्जाले आज भर्खर बनाउनु भयो नि त त्यही भएर अब म मेरो त जित मरे गाई छैन अब भान्जाको पालो है गाई ल ल थ्याङ्क यू सो मच भान्जा ल अब तपाईँ चलाउनु